गाइजहरूलाई अमिलो दिन गइरहेको हामी। यो हाम्रो त्यहाँनिर त्यहाँ लिची भन्दा यो कफी पनि सारेको छु मैले यता कफी बिरुवा नि हेर्नुलाई है। अमिलोको बिरुवाहरू गाइज साथीहरू हेर्नुहोस् है, त्यो कफी हेरे कफी नकुच कफी यतातिर नि कफी छ। यहाँ त्यहाँ कफी सारेको छु। यो पनि कफी हो, यो अमिलो यो कफी यो कफीको बिरुवा गाइज। कफी लो कफी यो कफी ए यहाँ पनि अमिलोको बिरुवा यो कफीको बिरुवा यो गाइज लुकै अमिलो कफी अमिलो झार राखेको है गाइज। यो अमिलोको बुटो गाइजहरू। गरौँ हुँदो रहेछ कि अन्त ठुला त अलिकति हामी नमस्कार त त्यहाँ आवश्यक छैन हाम्रो मिसिनलाई पोलो हुन्थ्यो कि मलाई मात्रै खिचेर हुन्न क्या रस देखा। रस रस पनि चाहियो होला अलिअलि त हुन्छ रसै नहालेका यो यहाँ हालेको नि देखाउनु न ल के जाने त्यहाँ भात खान त चाँडै गरी कसरी परेको मामी हेर्नु ए चिथरे होइन यसरी गर्दा पुरा त्यो नसा सुइजाइ नै गऱ्यो। ए बुवाले टिप्नुहुन्छ यो घाम पुरै टाउका तैँले त घर आमेले ल्यायो भने चाहिँ कहाँ बस्नु पाइयो त टिपे आमेले तलपट्टि छ यो टाढो गएर माथिपट्टि यहाँ पनि छ। यहाँ छिटो पेलम न बरु के यिनीहरूलाई पहिले त्यहाँ खानुहुन्छ अलिकति हाल्ने नै भोरी हुन्छ कि यहाँ अलिकति पेल्ने एक डालो पेले हुन्छ। यता गरे पो सकिन्न अब
बान पुर्याउनु मम्मी भयो होला हेर्न आउनु त पुरा घटेछ गाई चाहिँ अब पिँध अब चुक फाइनली चुक हुन लाग्छ अब रेडी हुन लाग्छ रेडी इट्स गोइङ टु बी रेडी चुक अब सकिन आँटेछ हुन लाग्छ गाई फाइनली यसरी चुक रेडी भएको छ अब यसलाई चाहिँ ट्याक्क अब उसमा हालेर केमा हालेर बिहान भाँडामा हालेर अब ट्याक्क स्टोर गरेर राख्ने हो चाहिए चाहिँ सम्पर्क गर्नु होला है चुकी हेर्नुहोस् है चुक गाईहरू चुक चुक गाई हेर्नुहोस् चुक